सबै रोकेर तिनीहरूले भन्दै थिए गाडीमा सबै गयो। भाइ तपाईको अफिस भने कता हो? अहिले तपाईले भन्नुभयो कसले भन्नु यहाँ हो? मैले होइन। यता त केही छैन यार, कस्तो त्यत्रो उता फोन भयो मान्छे पत्याउँदैन निस्किँदैनन्। अहिले जान्छ। रसुवामा ठुलो विपद आइपरेको छ। रसुवा आधी रसुवा चाहिँ पुरै डुबानमा परेको छ। अहिले बेत्राउतीदेखि शान्ति बजार हुँदै स्याप्रु बेसी एन्सरबाट खुन लाग्दैन यार, कस्तो टिमुरे सबै डुबानमा छ। सबै घरहरू डुबेको छ। जिजु हामी के गर्ने त्यो भाइ फोन गर्दैछ एकछिन। हामी आएको बाटो हेर्छ। बेत्राउती बजार हो त्यो देखिएको। बेत्राउती बजारको घरहरू सबै डुबाएर खोलो पुरै घरमाथिबाट छ। पारी तुप्चे हेर्नुहोस्, नुवाकोटको तुप्चे पनि पुरै डुबिसकेको छ। नेट पनि दिँदैन यार, कस्तो कति चाहिँ मान्छे गयो होला त है त्यहाँ बजारमा, कति मान्छे पऱ्यो होला। हेलो हेलो को बोल्नुभयो? ए यहाँ बाढी आएर ठुलो बाढी आइरह भान्दा भागै भाग बाढी आइरह। नुवाकोट त्रिशुली बजार पनि सब बगाइसक्यो, बेतौती बजार त्रिशुली बजार बगाइसक्यो। भागै भाग। सुमनलाई अहिले फोनै लाग्दैन। खाँदै बनायो त कति हो, कति यो सात देश छैन यार। यसले त कहाँसम्म भ्याउँछ भन्ने